इटरीमा भेट भइसकेको छ फाइनल्ली। अब हामीले यसो अलिअलि खाजा चिसो खाएर अब चाहिँ हाम्रो बनेपातर्फको यात्रा छ। ल बाहिर म जाँदैछौँ। लेट्स सी हामी बाटोतिर बस्छौँ, के छ देखाउँदै जान्छौँ है त। कोशी ब्रिजमा हामी यो जङ्गलमा आइपुगेका छौँ। के जङ्गल हो थाहा छ? यो जङ्गल चाहिँ के हो, कुन ठाउँमा आइपुग्यौँ हामी भर्खरै। यो अब हामी एकछिन रेस्ट गरेर जान्छौँ। दामी यो भर्खरै पाल्पो हालेकोले गर्दा दामी देखिरहेछ। लागि रेडी भएको छौँ। सोरुम चाहिँ हेर्नु पर्ने छ यहाँनिर। Só ganhar para onde vai? अर्को सोरुम छैन होला है यता यामाको। शनिबार पुरै बन्द हो म्याडम? यता अगाडि कहीँ छैन यताभित्र? हस्, थ्याङ्क यू।
चाहिँ हामी सिन्धुलीमा छौँ। सिन्धुली बजारको हामी सुरुवातमा छौँ अनि अहिले हामीले नास्ता खाना खाइसक्यौँ। अब यहाँ के हो यो गढी दरबार होटल रहेछ। दरबारमा बसेछ नि त हामी त आज भाइ, दरबारमै बसेछ नि त आज हामी, राजा भएरै बसिएछ गढी दरबार। ल यहाँ बस्नेवाला छौँ अनि बिहानै एउटा फेर्नेवाला छौँ। अनि सिन्धुली बजारको मेन बजारको भ्यू चाहिँ भोलि हामी तपाईँलाई देखाउँछौँ ल। अन्त गुड मर्निङ, यो चाहिँ बिहानीको भ्यू हो सिन्धुली। शुभ बिहानी फेरि पनि अन्जेमसी। अब हामी सिन्धुलीबाट अब हामी हिँड्न लागेको बिहानी भएको छ। थ्याङ्क यू सो मच। ल हामी माटोमा बस्यौँ एक रात, अब हामी निस्किँदैछौँ। अब हाम्रो अगाडिको यात्रा। मौसम कुल छ त्यसैले हामी कफी खाँदैछौँ उसै भाइ। ल बिहानी छतबाट हेर्नुपर्छ कि ल अहिले चाहिँ हामी पनौती बजारमा छौँ। भाइ म दाजु पनौती बजार सो पनौती बजार स्ट्यान्ड भित्री बजार सोधपुछ पश्चात अब हामी केही बेर भित्री बजारतिर पनि लाग्दैछौँ। बजारका गल्लीहरू जहाँ यस प्रकारका घरहरू चाहिँ
दरबारभित्र आइसकेका छौँ बाहिर म अब हामी घुम्दै जान्छौँ हेर्दै जान्छौँ ले चाहिँ के देखिन्छ है भिडियोहरू मिल्छ नि है ल अब ल यो ल भक्तपुर दरबार हामी भित्र आइसकेका छौँ अब देख्दै हुन्छ कला संस्कृति यदि हेर्नुपर्छ आउनुपर्छ भनेदेखि चाहिँ तपाईँ यो ठाउँ आउनुपर्छ हैन त यो ठाउँमा आउनुको विशेषता भन्देऊ दामी मे ल भक्तपुरको यो चाहिँ अब मान्छेले नै हैन आमा खतरा खासियत यहाँको घुम्न आउनु हेर्न आउनुको मेन यिनीहरू रहेछ अब ल अहिले हामी दरबारभित्र पसिरहेको छौँ अनि वरिपरिको भ्यूहरू चाहिँ अब यस्तो छ है विशेष उपर चाइनिज जापानिजहरू अब कोरियन दामको लागि यस्तो छ उनीहरूले तल देखाउँदैछ अब चाहिँ के लोकसक छ है हेर अब हामी तल जाँदैछौँ फोटो खिच्ने काम भइरहेको छ त्यसमा त्यस्तो पनि छ रमाइलो र सजियोस् अब हामी तल जाँदैछौँ ल कस्तो हुन्छ हेर कला संस्कृति भन्दै बताइदेऊ यसै हातले बनाएको कलाहरू मान्छेले यो धेरै वर्ष अगाडि हातले खोपेर हैन अब नि भक्तपुरको खासियत पाटन दरबार स्क्वायरको खासियतै त्यही हो क्या सबै हातले बनाएको घरहरू हामीले पाटन दरबारमा छौँ होइन भक्तपुर दरबार स्क्वायर ओके अहिले हामी भक्तपुरमा छौँ अब नेपालको विशेषताहरू भनेको अब यस्तै हो उहाँहरूले पनि फोटो खिचिरहेको छ उहाँहरूले हाम्रो गाइडहरू यहाँबाट पानी आउँछ कि आउँदैन चाहिँ पुरा हुनुहुन्छ नेपाली विदेशी प्रायः धेरै अब विशेष चाहिँ बाहिरकोहरू छन् अब हामी चाहिँ बाहिर निस्किँदैछौँ है हामी अब अर्को ठाउँतिर जाँदैछौँ हामी भित्रबाट निस्किसकेका छौँ यताभित्र चाहिँ फोटो खिच्न भिडियो गर्न सबै मनाइरहेछ सख्त मनाइ छ यहाँबाट चाहिँ अब हामी यता बाहिर चाहिँ मिल्दै रहेछ फोटोहरू खिच्न है भिडियो गर्नु त्यसरी अब हामी जाँदैछौँ त्यो पढ्दैछ के छ भाइ विशेषता 1707 भनेको कति सय वर्ष अगाडि त्यतिखेरको समयमा पनि मान्छेले हातले बनाउन सक्थ्यो त्यतिखेर त अब औजारहरू नै त्यही हातले बनाउने हो नि थियो तर अहिलेको मेसिनलाई टक्कर दिने छ नि भूपतिन्द्र मल्लले भूपतिन्द्र मल्लले त्यही त अब यस्तो छ है अनि अब मान्छेलाई त वाउ नै हुन्छ नि त यो त अब हामीलाई वाउ छ अन्त होइन यस अघिको ग्रुपहरूमा आएर उहाँहरू वासमै नि यतिखेर अब 55 झोलकै झ्यालकै खोइ के भन्छ नि कता हो त्यो
ओके अबबाट देख्दै हुनुहुन्छ नेपालीको कला नेपालीको कला संस्कृति नेपालको पहिचान भन्छ नि यही हो क्या खासमा चाहिँ है अब विदेशतिर देखिँदैन है अन्त माथि जाँदैछौँ लेट्स गो गए छेउमा चाहिँ हातहरू पनि बनाइएको छ ल अब हामी उकालो जाँदैछौँ उकालो चाहिँ भयङ्कर अब यहाँदेखि चाहिँ सायद दामी आउँछ होला भ्यूहरूलाई तर कस्तो यहाँको पनि देखिँदैछ नि त है ल सात फोनको यो चाहिँ पस भन्ने झार छ है यो चाहिँ देख्दै हुनुहुन्छ ओके सरी पस भन्ने झ्यालको झ्याल गर्नु त 55 झ्याल भन्ने चाहिँ हेरेर छ है ओके अब चाहिँ हामी बाहिर निस्किँदैछौँ ल हामी फाइनल्ली हामी दरबार घुमिसक्यौँ अब हामी निस्किने क्रममा छौँ एयरपोर्टै छिराउँला अब हामी रानी पोखरीतिर जाँदैछौँ रानी पोखरी दामी हिसाब अब हामी एकछिन फेरि पाटन दरबारतिर जान आँटेको छौँ दिदी व्यवस्था छु ल दाजु यसो नत्र मिलाउँदा हुन्थ्यो एकछिन त दाजुको चाहिँ अब अलिकति मिलेन क्या त्यस्तै भयो घरमा कोही छोरा मान्छे नभएकोले गर्दाखेरि अब हामी एकछिन आफै जानुपर्ने अवस्था भयो हेलो बोल केही भोज दाइलाई अहिले म घुमाउँदैछु कहाँ घुमाऊ अरे कहाँ घुमाउँदैछ अब हामी ललितपुरको पाटन दरबार स्क्वायरतिर जाँदैछौँ सङ्कमुल घुमेर पार्क घुमेर आकाशी पुल कटेर जानुपर्ने रहेछ साह्रै बिजी रोड रहेछ है बाटो यत्रो छ तर मान्छे चाहिँ ओभर साह्रै बेसी यस्तो भिड छ अब यस्तो भिडबाट हामी जाँदैछौँ हेरौँ त ल भिडभाड हामीले रङ वेमा हिँडेछौँ
अहिले हामी आकाशे पुल हिँडिरहेका छौँ। अब यहाँ यस्तो अब यो राइट जग्गा छ कि तल हेर अहिले यो आन्दोलनले गर्दाखेरि पुरा यो रिजर्भ बाटो एकदम प्याक भइरहेको छ, प्याक भइरहेको छ। त्यही भएर एकदम यो सिटी एरिया हो, राजधानी हो। यसलाई चाहिँ भनिन्छ बागमती है। अब यो यसो फोटो हेरेर पनि तपाईँहरूले चिन्नु सक्नुहुन्छ यो कुन नदी हो भनेर। यस्तो छ बागमतीको हाउको अवस्था। बागमतीको हेरिहाल्नुहोस् कन्डिसन यस्तो छ। ए शङ्खमुल अहिले चाहिँ अब हामी हजुर शङ्खमुल जाँदैछौँ अहिले। ल भाइ केही छ भने बताइदेऊ। यहाँ अब शङ्खमुल चाहिँ यहाँ पर प्लेन पनि तपाईँले देख्दै हुनुहुन्छ उडेको दामी। अहिले दिदी पहिला यता जाँदै गरौँ होला। अहिले हामी भर्खर यो आकाशे पुल तर आयौँ। अब शङ्खमुल भन्दैछ तर खास अब यहाँभित्र चाहिँ के छ भन्ने कुरा चाहिँ थाहा छैन। सायद शङ्ख हुनसक्छ। लेट्स सी है। चक 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 अब रिटर्न ब्याक। अहिले हामी पाटनमा हिँडिरहेका छौँ, घुमिरहेका छौँ। आइपुग्न आँटै हो पाटन त गरेर हिँड्दै गर्नु है। पाटन दरबारमा अब हामी आइपुगिसकेका छौँ। दिदीभाइ खोइ हो फाइनली हामी पाटन दरबार आइसकेका छौँ। अब हामी यहाँ टुर गर्छ। अहिले चाहिँ अब हल्का पानी पनि पर्दै गरेको अवस्था छ हो। मेरो पार्टीहरू कहाँ पुगिसक्यो ल तल चाहिँ यस्तै खालको रहेछ। फोटो सुट भिडियोग्राफर भइरहेको छ। मलाई दामी देखिन्छ हजुर। ओके हामी तल गयौँ। लेट्स सी हेर्दै जाउँ के छ के हुन्छ। कस्तो फिल भइरहेछ ल भनिदेऊ। मलाई अलिक मजा आइरहेछ कि छैन? मजा आइरहेको छ। यो उहिलेको धाराको पानी खानु पाउनु चाहिँ राम्रै हुन्छ। What are you doing, Banjo? भइरहेको छ। ओके अब हामी अर्को साइड जाँदैछौँ। आज चाहिँ अब यस्तै हो, दरबार घुमाइ भइरहेको छ जिन्दगीमा। कहिले घाम कहिले पानी। अब स्कुलमा पढेको किताबहरूमा पढेको अब आएर आफैले यसरी हेर्नु पाउँदा देख्नु पाउँदा रमाइलो लागिरहेको छ। यस्तै हो, पानीमा कहिले भिजिन्छ है। दामी देखिन्छ तर जे भने पनि जस रमाइलो छ। ल
त्यो ब्राइटनेस घटिसक्यो कि क्या एकछिन प्राङ्क हानिदिएको छौँ पर दिदी मारे छ दिदी यता भित्र पसिसकेको छ ओइ दिदीले खतरा प्राङ्क हाने त दिदी त त्यता पस्यो ल हराउँछ दिदी त्यता जानु भएको छ त्यताबाट हेर त दिदीलाई प्राङ्क हानेको दिदी त तल झरौँ अब फेरि ढल्छिन् दिदी अहिले दिदी बिचरा झन्डैदेखि त कन्भेन्सै भयो बोलाइदिउँ होला हौ बिचरा अब बिचरा दिदी त्यहाँ फोन गर्दैछन् अब हामीलाई यहाँबाट मजाले त देखेको छैन हो दिदी झरी नै अब झर्दै थिएन त्यहाँ बसेर फोन गर्दैछन् दिदीले हामीलाई बिचरा दिदीले दिदी दामी दिदीले दामी प्राङ्क भइरहेछ नि दिदी अब के गर्छन् दिदीले चाहिँ हेरौँ छेउमा जाऊ केटाहरू त हेरौँ भाइहरू त रमाकेहरू त दिदीलाई प्राङ्क गरेर क्या खुसी भइदिरहेछ केटाहरू हाँसिरहेछ त चाहिँ केटा मुस्कान छेटिरहेछ यार नानी पनि कस्तो माया लाग्छ तर भिडमा नि बिचरा कस्तो दिदी आँतिरहेको होला हेर्नु त भयो ल ओ दाजु भयो भयो अब हेलो दिदी ल कस्तो लाग्यो दिदी एकछिन बिचरा दिदीलाई गाह्रो हो हेर केटाहरू बिचरा प्राङ्क गरेर हेर्छ केटाहरू नानी कस्तो लाग्यो रमाइलो लाग्यो किन मजा लाग्यो बिचरा दिदीलाई अब हामीले दामी झुकायौँ हो एकछिन बिचरा दिदीलाई गाह्रो भयो उनकै छैन दिदीको यसो हामीले रियाक्सन हेऱ्यौँ दामी लाग्यो दिदी र भान्जा चाहिँ आइसक्रिम खानुको लागि गइरहेछ ल दाइ एउटा केही जाओस् तपाईँको यहाँ यो ठाउँको विषयलाई रमाइलो भइरहेछ आज दरबार घुम्ने काम भइरहेको छ एकछिन चाहिँ हामीलाई अलिक समस्या पनि भयो तर हामीले सानोदेखिले प्राङ्क गरेको पनि अलिक हामीलाई माइन्ड फ्रेस पनि भयो फर्स्ट टाइम दरबारहरू काठमाडौँ घुमिँदैछ रमाइलो लागिरहेको छ तपाईँलाई यहाँ आएर चाहिँ कस्तो खालको फिल भइरहेछ त्यो हुन्छ नि एक प्रकारको अब मलाई राजधानी आएको फिल भइरहेछ अब त्यही हो मेन भनेको एउटा टिपिकल नेपाली परिवेशमा साँच्चै नै आएको जस्तो फिलहरू चाहिँ भइरहेको छ मलाई चाहिँ यहाँ 2-4 सय वर्ष अगाडि आए जस्तो फिल भइरहेछ इमेजिन गर्न सकिन्छ हामी
पाटन सङ्ग्रहालय अरे अब भित्र हामी छिर्दैछौँ के हुन्छ हेरौँ साथीहरू टिकट काटिसक्यो अब यहाँभित्र छिर्नु चाहिँ अब टिकट काट्नुपर्ने रहेछ है अब हामी जाँदैछौँ भित्र ल कस्तो छ तपाईँलाई हामी देखाउँछौँ अब फर्स्ट अफ अल वरिपरिको भ्यू चाहिँ हेऱ्यौँ यो टाइपको छ है पाटन दरबार यो चाहिँ अब सामानहरू बुकहरू अरू समथिङ के पाउने जग्गा हो भित्र पस्दैछ भित्र चाहिँ अब यस्तोहरू छ अब सबै त अब हामी बुझ्न सक्दैनौँ है टाइम पनि लाग्छ होला पाटन म्युजियम हजुर हजुर ओके भाइ अब यो आफै पढ्नु होला है ल भित्र माथि उकालो चढ्दैछौँ ल हामी चाहिँ अघि गएको जग्गा त्यहाँ रहेछ अब हामी अहिले माथिको म्युजियमको रुममा आएर बसिरहेछौँ मान्छेहरू पुरा मौसम पनि एउटा कुल भएको छ ल पाटन दरबारको छाना दरबारभित्र हामी आएका छौँ कार ट्रान्सपोर्ट भएको रहेछ नेपालमा 1948मा है ओके अनि फार्मर्स एन्ड सोल्जर्स अब यो ल भाइ अब अनि त्यसपछि त्रिभुवन रुलर्स एन्ड सब्जेक्ट्स यो 1909 एन्ड 1914सम्मको त्रिभुवनको विषयमा है अच्छा ज्ञानेन्द्र शमशेर जेबी राणा विथ हिज वाइफ ज्ञानेन्द्र शमशेर एउटा पाटनको महत्त्वपूर्ण चिज चाहिँ यहाँ भेटायो सङ्ग्रहालयको विषयमा रहेछ है पाटन सङ्ग्रहालय भनेको के हो सङ्ग्रहालयहरूको स्थापना नेपालका सङ्ग्रहालयहरू पछिलाई पाटन सङ्ग्रहालय मूलचोक र सुन्दरी चोकका वास्तुकला ग्यालरी अनि अन्तिममा चाहिँ सङ्ग्रहालय किन ल यो चाहिँ हाम्रो भाइ डेभिड पढ्ने कलेज रहेछ पाटन हाई स्कुल रहेछ पहिला यी केटा कलेज पढ्थेछ केटो पढ्ने स्कुलले यो चाहिँ 11, 12 पढ्यौ यहाँ तिमीले कति वर्षपछि आयो आज 5 इयर्स पछि आएछ केटा कस्तो लागिरहेछ त काठमाडौँको बिजुली बजार
अहिले चाहिँ हामी सिन्धुली गढीमा आइपुगेका छौँ। लगभग अहिलेको 1 बजिसकेको छ। हामी सिन्धुली बसिरहेका छौँ अनि हामी रेस्ट गरेर यहाँबाट पनि जानेवाला छौँ है। चाहिँ हामी अहिले डरै भनिन्छ गाईघाटमा आइपुगेका छौँ। लगभग 5:15-20 भएको छ। हामी खाजा खाँदैछौँ, लस्सी विथ चिकन फ्राई। अन्त अब हामी चाहिँ खाजा खाएर जान्छौँ। कलेज चाहिँ हत्तु भइसकेको छ होइन, कलेज चाहिँ पुरै हत्तु भइसकेको छ। अब बोल्न सक्ने क्षमता पनि छैन। अब आज हामी ट्रेनिङमा गएर